साथीहरु आज चाहिँ मकर संक्रान्तिको दिन हो। आज चाहिँ करिब 10 बजिसकेको छ होला है। हाम्रो घरमा चाहिँ खानपानको केही सुरुवातै छैन के, किनभने आज मकर संक्रान्ति हो नि त। त्यसकारणले आज चाहिँ हाम्रो पकाइ नै सकेको छैन के, पकाउने कामै सकेको छैन। हिजोदेखिबाट पकाउन थालेको हेर्नु गाइस, तर पकाइ कार्य सकेको छैन। किनकि आज हाम्रो घरमा चाहिँ भर्खरै मासु दिनुभएको छ, मासु पाक्दैछ है। हेर्नु मासु पाक्दैछ यहाँ मजाले चुलोमा। अनि फेरि मैले ब्राउन पापड तारेर चाहिँ राखिसकेको छु। हेर्नु गाइजहरू हेर्नु यहाँ यो ब्राउन पापड हो, यो चाहिँ तारेर राखिसकेको छु। अनि यो चाहिँ चाकु है, हामीले चाकु पनि खाइसकेका छौँ। यो चाहिँ हामीले घरैमा बनाएको चाकु हो है, होममेड। खासै राम्रो त भएको छैन, त्यो पनि ठिकै छ। ओप्पो के हो यो, खस्छ त के गर्नु। मैले चाहिँ यहाँ मसलाहरू पिनेर रेडी गरिसकेको छु। हेर्नुहोस् गाइस, भात पाकिसकेको छ, उसहरू रेडी भइसकेको छ। अब यो घरमा को हुनुहुन्छ त? यहाँनिर मम्मीहरू चाहिँ एकदमै बसिराख्नु भएको छ नि, गफ गरेर। मेरो यहाँ कान्छा चाहिँ यसरी बसिरहेको छ है। छ्या ओइ काली काली के खाएको छोरो? त्यो भुइँमा के टिपेर खाइरहेछ हेर्नु है। ल हाम्रो घरको चाहिँ यस्तै हो, चहल पहली। भाइलाई देऊ छोरो अलिकति। किन त्यस्तो आमा त्यस्तो गर्नुहुन्छ? कस्तो मान्छेले पनि के भन्छ होला, जे भने नि माया गर्छ भाइलाई। तर त्यस्तो बानी चाहिँ राम्रो होइन है। सरी भन्नुहोस् मम्मुलाई, ल सरी भन्नुहोस्। इट्स ओके। हात धुनुहोस् न त, नखाने। हेलो, अनि हजुर चाहिँ कहाँबाट कहाँको लागि रेडी हुनुभएको त नि? कहाँ अहिले जाने हो हामी? अहिले जाने हो के? तरुल मिठो लाग्छ। यो मासु पनि 1 घन्टा भयो मैले पकाउन थालेको गाइस। हेर्नु पानी नसुकेको कारणले चाहिँ यस्तो भइरहेछ नि। आगोमा पनि के गर्नु, यो तरुल हो कस्तो भयो, छ्याक्क भइरहेछ। हेर्नु गाइस आज चाहिँ के हो त? के भयो? यहाँ आउनु न। चाहिँ रेडी भइसकेको छ है मासु, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ देखायो भने चाहिँ कस्तो राम्रो देख्दो भइसकेको मासु। स्पेसलो
देखो ना, देखो गाइस कैसा स्टाइल है खाने का। त्यहाँ हेर्नु न। यो त दही बिसेक पनि ठिकै छ, मजाले बसेर खानु भात। यो चाहिँ कस्तो स्टाइल हो कि आमा। हेर्नु न मैले कस्तो फुटाउँछ हाम्रो गइरहेका छौँ भन्दाखेरि भनिदिनु त दिदी कहाँ जानु लाग्यो भनेर। यता हामीलाई रमाइलो लागिरहेको छ है, रमाइलो लागिरहेको छ नि। ऊ फेरि हिरो नि हो नि त, हिरो नि। तपाईँलाई अरूलाई नाच्न गाह्रो भयो होइन, तपाईँलाई हुन्छ। मेरो छोरा उठ्छ अब, यो आवाजले जम छिटो गर। म गएँ है गर, अनि मेरो छोरा उठिहाल्छ नि, अनि के गर्नु त? के राम्री हुनलाई यहाँ गएर राम्री भइन्छ? कहाँसम्म पुग्ने रे? ए हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ है, हेर्न सक्नुहुन्छ है। यस्तो माहौल छ, यहाँको सबैजना चाहिँ उता मगरसङमा जानुभयो है, गाडी त्यो मगरसङको घर। कुन फिल्मै हो भने थाहा छैन। तपाईँ र म हेरौँ न त आज ल। हस् अनि त्यसैमा हेरौँ नि त बुढाबुढी ल।
हाम्रो घरमा माघे सङ्क्रान्ति स्पेसल चाहिँ यस्तो छ है त गाइस। बुढा नमान्नु के हो रे बिकल खान्छ माघे सङ्क्रान्ति स्पेसल यस्तो छ हेर्नु है गाइस। नदेखाउ भन्दै कसको बाउको के खाइदिएर किन नदेखाउने तपाईँले? हिजो अस्तिसम्म त कसको बाउको के खाइदिएको थियो र भन्दै हुनुहुन्थ्यो त मम्मी। अनि किन तपाईँ ल मम्मी आज के शाम खानु पो पर्छ त मम्मी त त्यो राख्ने हो त।